दर्शकवृन्द सबैजनालाई नमस्कार भन्न चाहन्छु। म चेतन साई ठकुरी जापानको होकाइदोबाट। आज मसँग विशेष गरेर नेपालबाट भर्खरै जापान आउनुभएको साथी हुनुहुन्छ। म उहाँसँग जापानको बारेमा, उहाँको अनुभवको बारेमा, उहाँ आउनुभएको कति दिन भयो भन्ने त्यो दिनभित्रको अनुभव उहाँलाई सोध्नेछु। सर्वप्रथम त स्वागत छ जापानमा। धन्यवाद नमस्कार। हजुरको शुभ नाम? मेरो नाम आयुष भट्टराई। आयुष भट्टराई। नेपाल कुन ठाउँदेखि? नेपाल म मोरङबाट चाहिँ। ए मोरङदेखि होइन। जापान कहिले आउनुभयो तपाईँ? म त अप्रिलमा आएको थिएँ। अहिले ठ्याक्क भन्नुपर्दाखेरि 1 महिनाबाट 3-4 दिन भयो। अनि हजुरले जापानको 1 महिनाको अवधिमा के अनुभवहरू तपाईँले पाउनुभयो? सबैभन्दा ठुलो कुरा चाहिँ भाषा रहेछ दाइ हैन। भाषा चाहिँ एकदम इम्पोर्टेन्ट छ जापानमा हैन। हजुर अनि भाषा। नेपालबाट चाहिँ तपाईँले भाषा नेपालमै पढ्नु भएको थियो कि पहिला? हजुर नेपालमा पढेको थियो। N5 को एक्जाम दिएर N5 पास गरेर हामी यहाँ आउनु चाहिँ। तर कस्तो हुन्छ भन्दाखेरि नेपालमा मान्छेले मन लाएर पढ्दैनन् नि त। हजुर। अब जस्तै अब कसैलाई मान्छेको मेन अल्टिमेट गोल भनेको जापान जाने, जसरी भए पनि जापान जाने। हजुर। तर जापान आइसकेपछि के भोग्नु पर्ने त्यो कुरा कसैलाई पनि थाहा त्यो कुरा हुँदैन। मान्छेलाई थाहा हुँदैन। त्यो कुरा नेपालमै थाहा भएको भए सायद जापानमा आएर त्यति दुःख पाउनु पर्दैन होला जस्तो पनि लाग्छ हैन? हजुर त्यति चाहिँ पाउनु पर्दैन थियो हामीले, किनकि अब त्यो मान्छेलाई थाहा नै हुँदैन नि त म्याक्सिमम मान्छेलाई। अब बाहिरबाट फोन गर्दाखेरि दाइहरूले अब आफ्नोभन्दा ठुलो मान्छेहरूले भन्नुहुन्छ भाषै बनाएर आइज भनेर भन्नुहुन्थ्यो। अरू भन्नु पनि हुन्छ, तर मान्छेले चाहिँ त्यो कुरालाई सिरियसली लिँदैन अलिकति। जसरी भए पनि गइहालिन्छ नि भन्ने जुन मानसिकता छ नि, त्यो चाहिँ यहाँ आएपछि चाहिँ अनि हो यो चाहिँ दाइहरूले भनेको सही रहेछ, यो कुरा चाहिँ यथार्थ रहेछ भन्ने कुरा चाहिँ अनुभव हुन्छ। अनि हजुरले चाहिँ 1 महिना भयो आएको हैन? काम पाउनु भयो कि भएन अहिलेसम्म? काम त दाइ अहिलेसम्म अब ठ्याक्कै भन्नुपर्दाखेरि पाएको छैन हैन। तर यो कुरालाई चाहिँ म काम पाइनँ भनेर म निराश पनि भएको होइन, किनकि धैर्यता गर्न सक्यो भने चाहिँ अवश्य एक दिन पाइन्छ हैन। अरूले पाइसक्यो, फलानाले काम छिटो पायो, मैले काम पाएको छुइनँ भनेर चाहिँ अलिकति दुःख मनाउँछ छैन दाइ। अब काम पाइन्छ, प्रयास जारी छ, कोसिस जारी छ दाइ। सुरुमा तपाईँ आउँदाखेरि अब नयाँ ठाउँ, नयाँ सहर हैन, तपाईले त्यो कस्तो महसुस भयो यहाँ आउँदाखेरि चाहिँ, यहाँ प्रवेश गर्दाखेरि चाहिँ जापानमा? अब सुरु दिन भन्नुपर्दा त फर्स्ट दिन आउने बित्तिकै चाहिँ जस मैले जति सोचेको थिएँ नि, मान्छेले जति भन्नुहुन्थ्यो जापान यस्तो छ उस्तो छ भन्ने त म यहाँ आएपछि चाहिँ म खासमा भन्नुपर्दा दङ्ग परेँ क्या। यति सरसफाइ, यति राम्रो चिटिक्क परेको ठाउँ, यति सानो कुरालाई पनि एकदमै व्यवस्थापन गरेको छ नि जुन तरिकाले। बाटोमा हिँड्दा पनि एकदम यहाँ अब नेपालमा त दाइ होइन, अब प्लास्टिक फाले हुन्छ, के फाले हुन्छ, थुकेर हिँड्छ मान्छेले। त्यो जापान आउँदाखेरि एउटा सानो सिन्का पनि फाल्न अलिकति डराउनु पर्ने, हिचकिचाउनु पर्ने, यस्तो सफा ठाउँ छ, यहाँ फालौँ कि नफालौँ भने 10 चोटि सोच्नु पर्ने यस्तो सिचुएसन मलाई भएको थियो। तर अब यहाँ बस्दै गएपछि अब 1 महिना जति भयो, यसो बुझ्दै गएपछि जस यहाँको वातावरणमा भिज्दै गइरहेछ अलिअलि भनौँ। भनेपछि जापान एकदमै विकासको हिसाबले हेर्दाखेरि जापान होइन, नेपाल र जापानमा चाहिँ कति फरक लाग्यो तपाईँलाई? विकासको हिसाबले त दाइ आकाश पाताल फरक छ हैन। अब नेपाल भनेको तपाईँको प्राकृतिक रूपले चाहिँ भरिपूर्ण हो, तर यो चाहिँ भनेको तपाईँको कृत्रिम रूपले विकास भएको छ नि त। यहाँको टेक्नोलोजीहरूदेखि लिएर यहाँको मान्छेहरूले बनाएको कुराहरू, हातले बनाएको कुराहरू, जस्तै अब मूर्तिहरू यताउति धेरै छन्। तर नेपालमा पनि त्यो कुरा छ, तर त्यसको चाहिँ व्यवस्थापन राम्रोसँग भइरहेको छैन। त्यही त, यहाँ अब सबै विकासहरू कृत्रिम हिसाबले विकास भइरहेको छ, नेपालमा प्राकृतिक हिसाबले विकास भइरहेको छ हैन। त्यही भएर गरेपछि मान्छेहरू अघि बढेपछि हैन, मेहनत गरेपछि हैन, देशमा भ्रष्टाचार हुन सकेन भनेपछि, तर कृत्रिम हिसाबमा पनि धेरै विकास गर्न सकिदो रहेछ भन्ने कुरा एउटा यो जापानबाट पनि उदाहरण लिन सकिन्छ हैन। मजाले उदाहरण लिन सकिन्छ। अब देशमा तपाईको अब त्यस्तो राम्रो ठाउँ छ, प्रकृतिले दिएको वरदान छ देश भनेको हाम्रो नेपाल हैन। प्रकृतिले दिएको वरदानलाई चाहिँ मान्छेले सही रूपले यसको उपयोग गर्न सकेन क्या, यसलाई सही रूपले व्यवस्थापन गर्न सकिरहेछन् मान्छेले। अब यो भनेको तपाईको अब जापान भनेको त सबै मान्छेले कृत्रिम तरिकाले विकास गरेको देश हो। कृत्रिम विकास गर्दा चाहिँ यति राम्रो हुने रहेछ भने त्यो प्रकृतिले दिएको वरदान झन् कति राम्रो हुन्छ त। अनि तपाईँ अब नेपालको कन्सल्टेन्सीहरूले होइन तपाईँलाई कतिको गाइड गरिरहेको थियो, कतिको हेल्प गरिरहेको थियो होइन? यहाँ आउँदाखेरि डकुमेन्टेसनको हिसाबले होइन, नेपालमा कतिको हौसला दिइरहेको थियो तपाईँलाई नेपालमा चाहिँ कन्सल्टेन्सीले होइन? के हेल्प गरिरहेको थियो त्यस्तो? कन्सल्टेन्सीले दाइ खासमा भन्नुपर्दा कन्सल्टेन्सी धेरै हेल्प गरे हो होइन। यसो कसैलाई अब ठ्याक्कै यो कुरा नराम्रो भयो, यो कुरा नराम्रो भएन भनेर भन्न मिल्दैन। कन्सल्टेन्सीकै थ्रुबाट हामी आएको र कन्सल्टेन्सीले गर्दा नै अहिले हामी जापानमा छौँ। अहिले जति पनि विद्यार्थीहरू छन् सबै कन्सल्टेन्सीले गर्दा नै हो। तर फरक यति मात्रै छ कि दाइ कुनै कन्सल्टेन्सीले चाहिँ विद्यार्थीको राम्रै होस् भनेर राम्रै ठाउँमा
पुर्याउनुहुन्छ अथवा राम्रै ठाउँमा उहाँलाई राख्नुहुन्छ। कोही कोही कन्सल्टेन्सीहरू कस्तो गर्नुहुन्छ भन्दाखेरि चाहिँ आफ्नो बिजनेस मात्र हेर्ने पनि बिजनेस हुन्छ मात्र नि त्यस्तो हेर्ने हैन। गर्नुहुन्छ। अब त्यो कुरा चाहिँ हामीमा भर पर्छ क्या, हामीले कस्तो कन्सल्टेन्सी चुज गर्ने र कुन तरिकाले चुज गर्ने भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब चाहिँ तपाईँ हैन नेपालको कन्सल्टेन्सी सञ्चालकहरू र नेपालबाट जापान आउन चाहने विद्यार्थीहरूको लागि के भन्न चाहनुहुन्छ? विद्यार्थीहरूलाई जापान पुर्याएर मात्रै सबै कुरा हुँदैन हैन। हैन, किनकि उहाँहरूले जापान पुगाएपछि पनि उहाँहरूले भोग्नुपर्ने समस्याहरू छुट्टै हुन्छन्। उहाँहरूले विभिन्न प्रकारको बाधाहरू उहाँहरूले फेस गर्नुपर्ने हुन्छ हैन, प्रब्लमहरू उहाँहरूले फेस गर्नुपर्ने हुन्छ। त्यो पुर्याएर मात्रै हुँदैन। अनि धन्न मैले पढेको कन्सल्टेन्सी चाहिँ राम्रो थियो दाइ हैन, मैले पढेको कन्सल्टेन्सी चाहिँ एकदमै राम्रो थियो। अनि उहाँहरूले ल्याइदिनु भयो। अब यहाँको कुरा भइरहेको हुन्छ अहिले पनि हामीसँग उहाँले बाटो देखाइदिनु भयो, तपाईले अब त्यो बाटोमा हिँड्ने काम चाहिँ तपाईको, त्यो बाटोमा हिँड्ने काम चाहिँ मेरो। अनि अर्को कुरा चाहिँ अब आउने विद्यार्थीले चाहिँ म के भन्छु भन्दाखेरि जति एक्सपेक्टेसन सोचेर आउनुहुन्छ नि त्यति छैन जापान हैन दाइ। तपाईँ यताउति हेर्न सक्नुहुन्छ, मान्छेहरू जापानका मान्छेहरू एकदमै बिजी हैन। त्यो नेपालमा के हुन्छ भन्दाखेरि मान्छेले जापान गएपछि सबै कुरा भइहाल्छ, आरामले हुन्छ, त्यहाँ त रमाइलो छ, जाने बित्तिकै पैसा कमाउने यताउति, पैसा ठुलो कुरा हैन दाइ। पैसा ठुलो कुरा हैन। आफू आत्मविश्वास हुनुपर्छ, बोकेर आउनु पर्यो। आफ्नो जस्तो सुकै समस्यामा पनि म चाहिँ यसलाई चाहिँ म हार मान्दिनँ है। यो चाहिँ म चाहिँ जस्तो सुकै समस्यासँग पनि लडेर अगाडि बढ्न सक्छु भन्ने मान्छेको सोच हुनुपर्छ। अनि सबैभन्दा मेन कुरा चाहिँ धैर्यता हो हैन। हजुर, मान्छे धैर्यता भएर अगाडि बढ्नुपर्छ। धैर्यता भन्दा पनि कस्तो छ भने चाहिँ अब हाम्रो नेपालबाट आउने विद्यार्थीहरू त कस्तो हुन्छ भने चाहिँ ऋण अब टन्नै ऋण बोकेर आएको हुन्छन् हैन। अब यहाँ आइसकेपछि बाध्यताले पनि कामहरू अब खोज्नै पर्ने, टेन्सन लिनै पर्ने त्यस्तो अवस्था पनि आउँछ के? आउँछ दाइ, त्यस्तो अवस्था दाइ सबैको आउँछ हैन। तपाईँ पनि सुरुमा आउँदाखेरि तपाईँको पनि आएको थियो होला, मेरो पनि आइराखेको छ होला र आगामी दिनहरूमा अब आउने साथीभाइ दाजुभाइ तथा दिदीबहिनीहरू पनि आउँछ होला। तर अब जाने बित्तिकै त्यो सोच्ने होइन नि त, जाने बित्तिकै अब मान्छे पहिले बुझ्नुपर्छ कहाँ कस्तो छ। काम पाउने बित्तिकै जुन पाए त्यो काम गर्न पनि हुँदैन हामीले हैन। अब कस्तो काम कतिको लिगलाइज छ, कति काम गर्दाखेरि आफूलाई पुग्छ, कति काम गर्दाखेरि चाहिँ राम्रो हुन्छ। किनकि भविष्य सोचेर आउने हो नि त। जापान त 2-3 महिनाको लागि मात्रै आउने होइन नि त। यहाँ त अब आउने, कमाउने, यतै जमाउने हिसाबले आउने हुन्छ मान्छेले। त्यही भएर चाहिँ धैर्यता राख्नु सबैभन्दा ठुलो कुरा हो त हैन। तपाईलाई अब जापानमा आइसकेपछि हैन, तपाईँ स्टुडेन्ट भिसामा जापानमा तपाईँ गएको अथवा तपाईँको पढिरहेको विद्यालयले तपाईँले कतिको हेल्प गरिरहेछ, कतिको सहज बनाइदिएको छ वातावरण? सहज त दाइ एकदमै राम्रो सहज बनाइदिएको छ हैन। हामीले सानो कुराहरू, आफूलाई नआएको कुराहरू सोद्धाखेरि उहाँहरूले एकदमै हेल्प गरिराख्नु भएको हुन्छ हामीलाई। उहाँहरूले एकदमै सानो कुरामा, सानो डिटेलिङमा उहाँहरूले सिकाइरहनु भएको हुन्छ सानो कुराहरू। अनि नियमित टेस्टहरू हुनेदेखि लिएर नियमित विद्यार्थीलाई कुन विद्यार्थी कस्तो तरिकाले पढ्छ भनेर उहाँहरूको फोकस हुन्छ। एकदमै राम्रो, गएको पनि एकदमै हेल्पफुल छ भनौँ न, एक हिसाबले राम्रो छ। अनि एउटा अर्को कुरा, नेपालको शिक्षा प्रणाली र जापानको शिक्षा प्रणालीमा तपाईँले कतिको फरक पाउनुभयो? फरक यो विषयमा पनि केही तपाईँको 1 महिनाको अनुभव होइन, अब जति दिन कलेज जानुभयो त्यति दिनको अनुभव यसो भन्न मिल्छ? नेपालको शिक्षा प्रणाली र यहाँको शिक्षा प्रणाली भनेको पनि त्यही हो, आकाश पातालकै फरक छ हैन। नेपालको शिक्षा प्रणाली अब कुनै पनि शिक्षक संस्थालाई अथवा कुनै पनि विद्यालयलाई म नाम तोकेर त भन्न मिल्दैन हैन। म के भन्न चाहन्छु भन्दाखेरि उहाँहरूले अब जस्तै हरेक विद्यार्थीलाई पढाउने तरिका चाहिँ छुट्टै हुन्छ क्या। उहाँ नेपालमा चाहिँ अब कोही जान्ने छ भने उहाँहरूलाई अर्कै प्रायोरिटी दिने, अलिकति नजान्ने छ भने तिनीहरूले त्यही तरिकाको व्यवहार गर्ने हैन। अनि अब फिटिकै नपढ्ने छ भने उहाँहरूलाई चाहिँ अलिकति गाली गर्ने, पिट्ने, यताउति पिटेरै मात्रै समस्याको समाधान हुँदैन हैन। अब यहाँ तपाईँको अब हामी पढ्ने कलेजमा गएकोमा भनौँ या तपाईँको जापानको इच एन्ड एभ्री कलेज अथवा इच एन्ड एभ्री स्कुलमा चाहिँ सबै जान्नेदेखि लिएर नजान्ने विद्यार्थीलाई सबैलाई समान व्यवहार छ हैन। अब म पढ्ने क्लासमा पनि कोही जान्ने छ, कोही नजान्ने छ, कोही अब कस्तो छ, तर उहाँहरूले गर्ने व्यवहार सबैलाई समान छ क्या दाइ। त्यही भएर चाहिँ जापानको शिक्षा प्रणाली एकदमै राम्रो छ दाइ। हुन्छ, अब जाँदै अब नेपालबाट पछि आउने विद्यार्थीहरूको लागि एउटा छोटो शब्दमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? जापान आउने विद्यार्थीलाई चाहिँ म सर्वप्रथम चाहिँ वेलकम भन्न चाहन्छु। आउनुहोस् जापान हैन। भविष्य छ दाइ। बनाउन सक्यो भने भविष्य छ, बनाउन सकेन भने नेपालमा पनि भविष्य छैन। बनाउन सकेन भने चाहिँ गर्न सक्यो भने देशमै केही छ, गर्न सकेन भने केही पनि छैन। कहीँ पनि त्यो मान्छे जहीँ गए पनि केही गरे पनि केही हुन सक्दैन हैन। त्यही भएर चाहिँ आउनुहोस् जापान। तर सबैभन्दा मेन कुरा धैर्यता हो। धैर्यता हो, मान्छे धैर्यता राखेर पोजिटिभ लिएर पोजिटिभ वेमा हेर्नुपर्छ हरेक कुराहरू हैन। त्यही भएर त्यस्तो छ, राम्रै छ दाइ, ठिकै छ, आउनुहोस् भन्न चाहन्छु म चाहिँ। हस्, धन्यवाद। धन्यवाद दाइ, धन्यवाद।